हेलो एन्ड नमस्ते गाइज वेलकम ब्याक टु माई अनदर भिडियो अनदर भ्लग यतिखेर भने लगभग 2 बज्न लागेको छ गाइज रातको 2 बज्न लाग्छ भर्खर भर्खर ड्युटी सकेर जाँदैछु रुमतर्फ मेरो युट्युब च्यानलमा चाहिँ भ्लगहरू अपलोड नभएको धेरै दिन भएको थियो गाइज यो भ्लग बनाउनु पनि त्यति सजिलो काम चाहिँ रहेनछ यो गाह्रो पनि होइन तैपनि निरन्तर रूपमा डेली रूपमा भिडियोहरू हालिराख्नु पनि गाह्रो नै हुँदो रहेछ यो सजिलो काम चाहिँ होइन गाइज हेर्नुहोस् यो चाहिँ ब्लू वाटरको सिन हो पछाडि उता जेभियर यो एड्रेस होटेल र मेरो काम चाहिँ गाइज यहाँनिर छ आजभोलि चाहिँ दुबईमा यो अमेरिका इजरायल अनि इरानको युद्धका कारण रेस्टुरेन्टहरूमा धेरै असर परेको छ त्यसले गर्दा ग्यासहरू छैन खासै एकदम र ड्युटी चाहिँ हाम्रो 12 घन्टा हुन्थ्यो भने अहिले ओन्ली 6 घन्टा मात्र ड्युटी भइरहेछ काम चाहिँ ठप्प नै भइरहेछ यो वारले चाहिँ लास्टै गाह्रो बनायो साथीहरू यति दामी चल्ने रेस्टुरेन्टहरू अहिले चाहिँ ठप्पै छ यो पुलमा चाहिँ अरू बेला चाहिँ नर्मल डेहरूमा चाहिँ कति भिडभाड हुन्थ्यो भने आजभोलि हेर्नुहोस् सुनसानै छ अहिले राति त शीतलमा अलिअलि मान्छे निस्किरहेछ दिउँसो भनेको तपाईँको खाली नै हुन्छ नत्र रातको समयमा पनि यो बिचहरूमा चाहिँ मान्छे टनाटन हुन्थ्यो अहिले चाहिँ समस्या एकदम जटिल हुँदै गएको छ दुबईमा दुबई मात्र होइन मिडल इस्टको धेरै देशहरूमा जस्तै अब कुवेत भयो कतार होइन सबै देशहरूमा चाहिँ एकदम समस्या भइरहेछ र गाइज म चाहिँ कार्डलिप खासै युज गर्दिनँ सुरुमा चाहिँ मैले कार्डलिप पनि युज गरेको थिएँ गाइज यहाँ ब्लू वाटर टु अल्बर्साको गाडीमा त लगभग 10 मिनटको बाटो हो तैपनि एकदमै धेरै महँगो छ हाम्रो अल्बर्सा टु ब्लू वाटरको कार्डलिप चाहिँ त्यसले गर्दा म चाहिँ आफ्नो इलेक्ट्रिक स्कुटर छ र साइकल त्यस्तै युज गरेर हुन्छु यो चाहिँ अगाडि ब्लाब्ला भयो कति भिडभाड हुन्थ्यो अरू बेला अहिले भने तपाईँको पुरा खाली खाली सुनसान नै जस्तो चाहिँ छ यो रेस्टुरेन्टहरू पनि कति चल्छ बिहान चाहिँ जहिले पनि गाइज अलर्ट साइरन बजिरहेको हुन्छ यो अलर्ट साइरन बज्नु चाहिँ रुटिन जस्तै भएको छ गाइज नर्मल जस्तै भएको छ आज चाहिँ गाइज म जान्छु बसमा जान्छु यो ट्रामभन्दा अगाडि बस आएर बसिसकेको रहेछ त्यहाँ चाहिँ बस स्टप छ हेरौँ ट्राम पनि बस पनि एकैचोटि आयो म चाहिँ त्यो बसमा जोड जान्छु त्यहाँ अगाडि बस छ म चाहिँ अहिले बसबाट जान्छु अगाडि बस पनि छ हेर्नुहोस् बस पढ्नेहरूले अब चाहिँ थोरै हिँड्नुपर्छ यहाँबाट यतिखेर चाहिँ साथीहरू 3 पनि बज्न लागेको रहेछ हेर्नुहोस् सुनसान म एक्लै हिँडिरहेको छु आफ्नै तालमा यस्तै छ परदेशी जिन्दगी जे होस् विदेशमा चाहिँ सेवा सुविधा भन्ने कुराहरूलाई चाहिँ मजाले महसुस गर्न पाइँदो रहेछ के किनभने सबै सिस्टमले चलेको देशमा होइन सिस्टमले चलेको ठाउँमा यस्तो सेवा सुविधा भन्ने कुराहरूलाई चाहिँ नजिकबाट महसुस गर्न पाउँदो रहेछ गाइज उता शेख जायद रोड गाडीहरू हिँडिरहेको छ आफ्नो तालमा र म हिँडिरहेको छु आफ्नै तालमा लगभग रुममा पनि पुग्न लाग्यो साथीहरू दुबई चाहिँ तपाईँ राति जतिखेर पनि हिँडे पनि तपाईँलाई कसैले केही भन्नेवाला छैन यहाँ चाहिँ नि चोरी चकेटी लुटपाट त्यस्तो कुराहरू चाहिँ यहाँ ना के बराबर भन्छ नि त्यस्तै हो यहाँ चाहिँ रातको 12 बजे पनि दिदीबहिनीहरू मजाले हिँडिरहेको हुन्छ त्यो चाहिँ अब अलिकति यो वार्डले गर्दा चाहिँ नि अलिकति के भयो अलिकति तनाव भएको मात्र हो म बस्ने एरिया चाहिँ यो हो गाइज अगाडि मल अफ द इमिरेट्स र यता अलन्सारी यो एरियामा बस्न थालेको पनि लगभग 3-4 वर्षभन्दा नि बढी भएछ साथीहरू दुबई आएको पनि लगभग 4 वर्षै अलि बढी हुन थालेछ
समय बितेको चाहिँ साथीहरू अत्तो पत्तो नहुँदो रहेछ, कतिखेर टाइम जान्छ होइन। लगभग 5 वर्ष, लगभग 4 वर्ष पनि बढी हुन थालेछ। फाइनली आइपुग्यो गाइज। फोटोमा कस्तो देखिँदो रहेछ म भिडियोमा, हेर्नुहोस्। ओहो। सो गाइज अब चाहिँ रुममा पनि आइपुगिसक्यो। तपाईँहरूलाई म बस्ने ठाउँमा देखाउँछु। यहाँ सारेको चाहिँ हामी कति 6-7 महिना भयो। पहिले चाहिँ हामी योभन्दा थोरै उताको बिल्डिङमा बस्थ्यौँ भने, अहिले चाहिँ हामी यो बिल्डिङमा छौँ। सो यस्तै छ साथीहरू, हो दुबईको लाइफ चाहिँ, अब के गर्नु। फाइनली आइपुगिसक्यो गाइज, घरमा पनि आइपुग्यो। हाम्रो चाहिँ रुममा पुरा सजाएर धेरै कुराहरू सजाइराखेको छ। यस्तै हो हाम्रो बस्ने ठाउँ चाहिँ। ओके गाइज, बल्ल बल्ल रुममा पनि आइपुग्यो है। निकै टाइम लाग्यो। बुढी सुतिरहेको छ, डिस्टर्ब हुन्छ। अब भिडियोलाई यतितिर अन्त्य गरौँ। यो चाहिँ मेरो रुम हो। भोलिको नेक्स्ट भिडियोमा चाहिँ म बसेको रुमहरू देखाउनेछु तपाईँलाई, कस्तो ठाउँमा बस्दो रहेछ है। यस्तै छ परदेशी जिन्दगी। ओके गाइज, भेट्ने अर्को भिडियोमा। टेक केयर, बाई बाई।